देशप्रेमी जनताप्रेमी हाम्रा आदरणीय माननीय हर्क सरले आमाप्रति गर्नुभएको यो प्रेम स्नेह अति मार्मिक छ, हामी वर्णन गर्न सक्दैनौँ। आज ती आमाले सानो छोरा हुँदाखेरि मेलापात गर्दा पटुकीमा बोक्नुभएको याद आयो होला आमालाई। अनि त्यहाँ डाँडामा पुग्नु नसक्ने ठाउँमा छोराले बोकेर पुर्याउँदाका यादहरू कति महान होला ती आमालाई। आज संसारमा धेरै आमाहरूले यस्तै छोराछोरीहरू सबैले पाउन सकुन् कामना छ। उहाँका यो दृश्यहरू हेरौँ है, अति मार्मिक छ। आमा त जिउँदो भगवान हो, हामीलाई जीवन दिने, हाम्रो जीवन एकदमै मायाले परिपूर्ण बनाउने, एउटा दुःखमा शरण जाने, सुखमा शरण जाने ठाउँ। उसको मुस्कान र उसको त्यो वात्सल्यताले नै हाम्रो जीवन कति मिठासले भरिदिन्छ। सानोतिनो कुरा डरले ठाउँ लिँदा या केही दुखाइबाट त आमा भनिहाल्छ, हामी आमालाई सम्झिन्छौँ। जिउँदो भगवान हो, जिउँदो भगवान। मन्दिरमा गएर ढुङ्गाको आकृतिमा हामीले पूजा त गरिरहेका छौँ, तर पूजा गर्नुपर्ने आमा, जिउँदो आमा, घरको आमा, कुलदेवता त आमा आश्रमसम्म पुर्याएका छन्। सबैले यी दृश्य देखेर आफ्नो बुवा आमालाई यसरी नै प्रेम गरून्, यही कामना छ।